ढोरबराई मन्दिर पुग्न लाग्यौँ। यतालाई के बोल्ने? हेलो एभ्रीवन, हामी चाहिँ अब मन्दिर जाँदैछौँ। हामी मन्दिर जाँदैछौँ। सब लाटा के भन्ने रे? आज मन्दिर जाने भन्ने। हल्लियो नि त क्या भिडियोमा नि आँखै दुख्छ। ढोरबराई जान लाग्यो। ढोरबराई मन्दिर हेलो खालि हेलो र हाई मात्रै हो यो मेरो। हेलो हाई बाई। That's it. Baby. What's up, bro? Can you talk something? के हो मेरो कुर्ता त हेर्ने लायक भन नानी। हेलो Say something. चोरिदियो नि त त्यही मात्रै छ। चोरिदियो नि त त्यही मात्रै भनेको के हामी आज ढोरबराई मन्दिर फेरि कहाँ जान आएको के अरे ढोरबराई मन्दिर। बोल न यिनीहरूले गर्दा मेरो यो केही पनि लाजै मर्नु के। हामी चाहिँ आज पूजा गर्न यही भन न देखिने आइज मन्दिर आएको छौँ र हामी अहिले पूजा गर्नु तर्फ रहेछ मन्दिर चाहिँ। अनि हामी चाहिँ यहाँ सिँढी चढ्दैछौँ। नौ दुर्गाको के अरे भगवान्ले रक्षा गरून् भनौँ। सब येल्लो कलरमा पो रहेछ हामी त। के अब त्यो पनि हामी डिफ्रेन्ट येल्लो। हामी त मेहन्दीमा जाने यस्तो भएर आजौँ। मन्दिर पनि बन केही त बाई हाम्रो जस्तो बोरिङ युट्युब त कसैको नि हुन्न होला कि है। सब उस्तै बोल्न कोही नजान्ने। मलाई झन् बोल्नै आउँदैन। हामी नबोलेर लाइक गरिदिनु। हामी नबोलिन हामीलाई लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, सेयर गरिदिनु होला। सब्सक्राइब। हामी अलिक लजालु खाले पऱ्यौँ क्या। म तल छ के यसरी दिँदो रहेछ कुखुरालाई काटेर माछालाई। यो माछा होइन नि। ए हेर्नु त सबैजनाले माछालाई यसरी दिँदो रहेछ कुखुरा काटेर। माछाको रुखिलेको भुटो यस्तो रहेछ कि सब्जीमा राख्नु। सब्जी बरामा यस्तो माछा पाउँदो रहेछ है कति धेरै। ऊ बचायो पनि हो खै ऊ सानो सानो पुग्छ अहिले केरा हामी चाहिँ माछा हेर्दैछौँ। एकदम बल्ल मन्दिर आइपुग्यौँ। ल जाऊ यता हेर्छ।
हामी के मन्दिर भन न के अरे मन्दिरको नाम भन न ए हामी ढोरबाई मन्दिरमा आइपुग्यौँ अब पूजा गर्ने आमा छोरी भएर भान्जी भएर ल हिँड हे कति राम्रो रहेछ ओहो लाइन हो त चिप्ले के ल जाऊ जाऊ कति धेरै मान्छे हुनुहुँदो रहेछ ल भन यता हेर न मन्दिर ल झन् त लाइनहरू खोइ म हिँडेको भन्छु न होइन धेरै लाइन गरिदिएर आऊ यहाँ भित्र हो के अरे हेर्नै पाइएन है यहाँ आज देवीलाई यसरी चढाउनु पर्ने रहेछ के अरे सौभाग्यको सामान सब्जी बडा मन्दिर बेबी भन सानो फेरि तिमीले कुन मन्दिर हो भन कुन रे सब्जी हामी चाहिँ अहिले सब्जी बराइमा छौँ 6 महिना आछौँ आएको छौँ हेलो गाइस हामी अब अहिले अर्को मन्दिर आइपुग्यौँ यो मन्दिरको नाम हो सब्जी बराई हेर्छ पसिना र एकदमै गर्मी छ त्यही पनि हामी हिँडिरहेको छौँ उसलाई चाहिँ जाडो भइरहेको छ म र मम्मी अहिले फिल्टर छ त्यो भएर म राम्रै छु तर यहाँ कुकुर आयो हेर त ल बाई कति फास्ट